फिलिप्पीको पुस्तक मसँग तपाईहरुले निकाल्नु भएको होस्। फिलिप्पीको पुस्तक 1 अध्यायको 12 देखि 18 पद। र हामीले गएको महिनाहरुमा हामी 3टा वचन हेरिसकेका छौं। विगतको समयहरुमा हामी फिलिप्पी 1 को 1 देखि 2 पद हेरेका थियौं। विशेष गरी यहाँ पावलले फिलिप्पीको मण्डलीलाई अभिवादन गरेका छन् र अर्को खण्ड हामीले 3 देखि हामीले 8 पदसम्म हेरेका थियौं, जहाँ पावलले चाहिँ यो फिलिप्पीको मण्डलीको सम्झनामा चाहिँ उनले चाहिँ निरन्तर रूपमा प्रार्थनामा उनले धन्यवाद चढाएका छन्। र अर्को खण्ड हामीले हेरेका थियौं 9 देखि 11 पदसम्म, जहाँ चाहिँ पावलले विशेष गरी प्रार्थनाको विषय वस्तुहरूलाई उनले उजागर गरेका छन्। के विषयमा चाहिँ फिलिप्पीको मण्डलीको लागि प्रार्थना गरेका छन् भन्ने विषयमा हामीले हेरेका थियौं। र आज हामीले 1 को 12 देखि 18 पदसम्म हेर्नेछौं, जहाँ चाहिँ पावलले आफ्नो वर्तमान समयमा के घटिरहेको छ भन्ने बारेमा पावलले फिलिप्पीको मण्डलीलाई जानकारी दिन्छन्। र उनले भन्छन्, तिमीहरूलाई यो थाहा होस् कि मेरो कष्टले चाहिँ म पीडामा छैन, म चाहिँ अशान्तिमा छैन, म चाहिँ दुःखमा भए तापनि म आनन्द मनाउँदछु, किनकि मेरो कष्टद्वारा चाहिँ परमप्रभुले सुसमाचार प्रचार गर्नलाई परमप्रभुले मेरो कष्टद्वारा काम गर्नु भएको छ भन्ने बारे पावलले बताउँदछन्। र त्यो आफ्नो कष्टद्वारा सुसमाचारको वृद्धिले चाहिँ अविश्वासीहरूको माझमा उनी गवाही बनेका छन् र विश्वासीहरूको निम्ति चाहिँ उत्साह बनेका कुराहरू पावलले भन्दछन्। र ती बीचमा फेरि 2 समूहले ख्रीष्टको प्रचार गरिरहेको, एक समूहले गलत नियतले र अर्को समूहले चाहिँ असल नियतले प्रचार गरेको, र जेसुकै भए पनि ख्रीष्टको प्रचार गरेकोमा उनी आनन्द मनाउँदछन्। प्रिय, आउनुहोस् हामी 12 देखि 18 पदलाई हेर्नेछौँ। आफ्नो बाइबलमा हेर्नुहोस् त। यसरी लेखिएको छ 12 पदमा, भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु कि म माथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। यहाँसम्म कि महलका सारा गारद र सबै बाँकी कहाँ पनि मेरो कैद ख्रीष्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। धेरै जसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन् र परमेश्वरको वचन बिना डर बोल्नलाई झन आँटिला भएका छन्। कसैले साँच्चै डाहा र सेखीले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्। सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, तर सेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर शुद्ध मनले होइन, तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। जे होस्, मूल कुरो यही हो, हर किसिमले चाहे वाहनामा चाहे सत्यतामा ख्रीष्टको प्रचार गरियोस् र यसैमा म रमाउँछु, पावलले भन्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ। तपाईको प्रेरणाबाट लेखिएका तपाईका वचनहरू हाम्रो माझमा दिनुभएको छ, ताकि हामीले यस वचनद्वारा हामीले उद्धार पाउन सकौँ र उद्धार पाएर हामी पवित्रतामा जिउन सकौँ। प्रभु, तपाईले यो वचन हाम्रो उत्साहको निम्ति पनि तपाईले दिनुभएको छ। हामी जस्तो सुकै अवस्थामा पनि हामी आनन्द मनाउनु पर्छ भन्ने सत्यताहरू प्रभु तपाईले आजको वचनमा प्रकट गर्नुभएको छ। प्रभु, मलाई यस वचनलाई विश्वास योग्य रूपमा प्रकट गर्न मलाई पवित्र आत्माले सहायता गर्नुभएको होस्। र यसबाट प्रभु, आजको वचनबाट हामी सबैलाई हप्काउनुहोस्, गाली गर्नुहोस्, सुधार्नुहोस् र उत्साह दिनुहोस्। प्रभु, हामी प्रार्थना गर्दछौँ येशू प्रभुको नाममा, आमेन। प्रिय, जब पावलले यस पत्रलाई लेख्नुहुन्छ र यो पत्र लेख्दै गर्दा पावल कहाँ थिए? रोमको झ्यालखानमा थिए, होइन? पक्कै पनि पावलले चाहिँ यो पत्र तपाईँ र म जस्तो सुखको बेला लेखेका छैन। पावलले यो कुनै लाइब्रेरीमा बसेर, कुनै पाठ्यशालामा बसेर चाहिँ पावलले सोची यो पुस्तकहरू आनन्द रूपमा लोकल कुखुराको झोल पिउँदै लेखेको छैन। प्रिय,
पौलले यो पत्र लेख्दै गर्दा उनी कष्टमा छन्, उनी कैदमा छन्, उनी साङ्लाले बाँधिएका छन्। 24 घण्टा उनको साइडमा साङ्लाले बाँधिएको एउटा सिपाहीले उनलाई पहरा दिइरहेका छन् र उनी यो कष्टमा पनि, यो पीडामा पनि जब आफ्नो दुःख र कष्टको बारेमा फिलिपीलाई बताउँदछन्, उनी चिन्ता लिइरहेको छैनन्। उनले भन्छन् म रमाउँदछु, म आनन्द मनाउँदछु भनेर पौलले यसरी भनिरहेका छन्। किनभने उनको कष्टद्वारा, उनको कष्टमा पनि परमेश्वरले सुसमाचारको बाटो खोलिदिनु भएको थियो र ख्रीष्टको प्रचार भइरहेको थियो। यसकारण पौलले भन्छन् मेरो कष्टमा पनि म रमाउँदछु। प्रिय, आज हामी पनि सायदै पौल जस्तै कष्ट भएर जाँदै गरेको छौँ होला। कति बिमारीले, कति आर्थिक अवस्थाको कमीले धेरै पाटोहरू छन् जसले हामीलाई कष्टमा लग्दछन्, जसले हामीलाई दुःखमा लग्दछन्। अनि तपाईँहरू पनि यस्तै कष्ट र दुःख र निराश भएर गुज्रिँदै हुनुहुन्छ भने प्रिय, आजको वचनले हामीलाई निराश हुन भनेर हामीलाई बताउँदैन। हामी चाहिँ कष्टको बेला गनगनाउनु पर्छ, कष्टको बेला हामीले चिन्ता गर्नुपर्छ, कष्टको बेला हामीले किचकिच गर्नुपर्छ भनेर आजको वचनले तपाईँलाई हामीलाई सिकाउँदैन प्रिय। तर आजको वचनले तपाईँ र मलाई उत्साह दिँदछ। हामी दुःख र कष्टको बीचमा पनि निराश, फिक्री र गनगन होइन, तर हामी आनन्द मनाउनु पर्छ, रमाउनु पर्छ। जसरी पौल झ्यानखाको दुःख र कष्टको बीचमा आनन्द मनाउँदछ, त्यसरी नै हामी पनि दुःख कष्टको बीचमा आनन्द मनाउनु पर्दछ। र किन आनन्द मनाउनु भन्ने कुरा पौलले हामीलाई आजको खण्डमा बताउँदछन्। यसकारण तपाईँले यदि लेख्न चाहनुहुन्छ भने, तपाईँसँग नोटबुकहरू, पेनहरू छ भने तपाईँले आजको मुख्य सार अथवा मुख्य विषय लेख्न सक्नुहुन्छ। हामी ख्रीष्टको खातिर आइपर्ने कष्टहरूको समयमा पनि आनन्दित हौं। म फेरि पनि तपाईँहरूलाई भन्न चाहन्छु, हामी ख्रीष्टको खातिर आइपर्ने कष्टहरूको समयमा पनि आनन्दित हौं। अनि पौलले हामीलाई जब हाम्रो जीवनमा ख्रीष्टको खातिर आइपर्ने कष्टहरू हुन्छ त्यो समयमा किन आनन्दित मनाउने, किन हामी रमाउने भन्ने कारणहरू अथवा प्रेरणाहरू हामीलाई दिदछन्। पहिलो कारण, हामी किन ख्रीष्टको खातिर आइपर्ने कष्टहरूको समयमा पनि आनन्दित मनाउने पहिलो कारण अथवा पहिलो प्रेरणा भनेको कष्टहरूको समयमा प्रतिफल स्वरूप सुसमाचार अझै वृद्धि हुन्छ प्रिय। पौलले हामीलाई उत्साह दिदछन्, रमाउने कारण दिदछन्। त्यो कारण भनेको पहिलो, कष्टहरूको समयमा प्रतिफल स्वरूप सुसमाचार अझै वृद्धि हुँदछ। हामी 12 देखि 14 पदसम्म यस सत्यतालाई हेर्नेछौँ। तपाईँले मसँग आफ्नो बाइबलमा 12 पदलाई हेर्नुहोस् त। 1 को 12 पद यसरी लेखिएको छ, भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु कि म माथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। प्रिय, पौलले जब भाइ हो भन्नुहुन्छ, यो भाइ हो भनेको चाहिँ मण्डलीको विश्वासीहरूलाई सम्बोधन गर्दै हुनुहुन्छ है। फेरि भाइ हो भन्दै गर्दा फेरि दिदीबहिनी भनेको छैन भनेर फेरि दिदीबहिनी रिसाउनु होला। फेरि भाइ हो भनेको चाहिँ सबै विश्वासीहरू हैन, फिलिपीको मण्डलीमा जति पनि विश्वासी जनहरू हुनुहुन्छ पौलले सम्बोधन गर्दै भन्नुहुन्छ भाइ हो, अर्थात् ख्रीष्टमा बाँचेका मानिसहरू हो। अनि यो भाइ हो भन्ने शब्दले चाहिँ पौल र फिलिपीको मण्डलीको विश्वासीहरूको घनिष्ठ सम्बन्ध थियो, आत्मीय सम्बन्ध थियो भन्ने कुरालाई जनाउँदछ। फिलिपीको मण्डलीले पौललाई प्रेम गर्थे, पौलले फिलिपीको मण्डलीको विश्वासीहरूलाई प्रेम गर्थे। यसकारण पौलले भन्दै हुनुहुन्छ भाइ हो अथवा फिलिपीका मण्डलीका विश्वासीहरू हो। यसकारण पौलले भाइ हो भनेर सम्बोधन गर्दछ। लगत्तै पौलले यसरी भन्नुहुन्छ, आफ्नो बाइबलमा हेर्नुहोस् त 12 पद, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु कि म माथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। अनि पौलले फिलिपीको मण्डलीको विश्वासीलाई भन्दै हुनुहुन्छ तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, अर्थात् म चाहन्छु कि तिमीहरूलाई यो जानकारी होस्, तिमीहरूलाई यो थाहा भएको होस्,
तिमीहरूले यो महत्त्वपूर्ण कुरा तिमीहरूले बुझ्नुपर्छ भनेर पौलले भनिरहेका छन् प्रिय। अनि त्यो के कुरा थाहा होस् भन्ने चाहन्छन्। हेर्नुहोस् त, कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। अनि पौलले चाहिँ किन फिलिपीका मण्डलीले यो कुरा थाहा होस् भन्ने चाहन्छन्? किनकि फिलिपीको मण्डलीलाई थाहा थियो पौल कहाँ छन्? रोमको झ्यालखानमा छन्। अनि जब मानौ हाम्रो मण्डलीको विश्वासहरू यहाँ हुनुहुन्छ र हाम्रो पास्टर चाहिँ झ्यालखानमा पर्नुहुन्छ भने हामीलाई दुःख चिन्ता लाग्दैन, के भयो होला हामी सोच्दैनौँ। त्यस्तै गरी पौल झ्यालखानमा छन् र फिलिपीको मण्डलीको विश्वासहरूले सायद चिन्ता लिएको हुनुपर्छ, होइन? के भइरहेको होला हाम्रो अगुवालाई, जसले हामीलाई सुसमाचारमा डराउनु भयो, हामीलाई चाहिँ ख्रिस्टको सुसमाचार सुनाउनु भयो र हामीलाई ख्रिस्टले उद्धार दिनुभयो, र त्यो सुसमाचार सुनाउने पौललाई के भयो र झ्यालखानमा? अनि यी मानिसहरू चिन्तामा थिए। अनि पौल यस्तो दुःख कष्टको बेलामा पनि कसरी जिएको होला, होइन? सुसमाचारको प्रचारको मिसनमा लागेको प्रेरित पौल झ्यालखानमा जाँदा कतै सुसमाचारको प्रचार रोकिएको त छैन भनेर यी मानिसहरू ओझेल र चिन्तामा भएको हुन सक्छ। यसकारण पौलले भन्नुहुन्छ तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु। पौलले भन्नुहुन्छ कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। पौलले भन्छ तिमीहरूलाई यो थाहा होस्, तिमीहरूले चिन्ता नगर, म ठिकै छु। म ठिकै मात्र होइन, मेरो कष्टमा अझै परमेश्वरले के गर्नु भएको छ? सुसमाचारलाई वृद्धि गर्नु भएको छ भनेर पौलले फिलिपीका मण्डलीलाई भन्दै हुनुहुन्छ। अनि यो जुन आफूमाथि आइलागेका कुराहरू छ नि, अर्थात् उनको जीवनमा जुन दुःख र कष्टहरू आइलागेको छ, यी कुराहरू छ जुन पौल भन्नुहुन्छ त्यो कुराले अथवा त्यो दुःख कष्टहरूले, त्यो आइलागेका कुराहरूले सुसमाचारलाई के गराउने काम भएको छ? अघि बढाउने काम भएको छ। तर अचम्मको कुरा हेर्नुहोस् त, यहाँ के भइरहेको छ भन्दाखेरि यहाँ पौलले चाहिँ आफूले आइलागेका कुराहरू भन्दै गर्दा ती आइलागेका कुराहरू के हुन् भनेर पौलले व्याख्या गर्दैनन् नि, होइन? हामी हेर्छौँ भने पौलले व्याख्या गर्दैनन्। अर्थात् उनको समस्याहरू के हुन्, उनको दुःख कष्टहरूको बारेमा उनले आफ्नो वर्तमान समयमा के दुःखहरू भएका छन् भन्ने बारेमा व्याख्या पौलले गर्दैनन्। तर पौलले ती समस्याहरूमा, ती दुःखहरूमा, ती कष्टहरूमा पनि कसरी परमेश्वरले सुसमाचारलाई अघि बढाउनु भएको छ भन्ने परमेश्वरको कामलाई चाहिँ उनले व्याख्या गर्दछन्। प्रिय, पौलले आफ्नो कष्टलाई भन्दा पनि त्यो कष्टमा चाहिँ परमेश्वरको कामलाई फिलिपीको मण्डलीको विषयहरूको सामु देखाइरहेका छन्। हेर्नुहोस् त, पौलले भन्नुहुन्छ ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। अनि यो अघि बढाउने जुन शब्द छ, यो शब्दलाई हामी अध्ययन गर्छौँ भने यो शब्दले विशेष गरी चाहिँ के सन्देश दिन्छ भन्दाखेरि, के जनाउँदछ भन्दाखेरि, बाटोमा आउने, है, बाटोमा आउने जुन अवरोधहरू छ, जुन बाधाहरू छ, जुन अडचनहरू छ, ती अडचन बाधा अवरोधलाई काट्दै छाड्दै अघि बढ्ने कुरा जनाउँदछ। प्रिय, अनि अचम्मको कुरा के हो भने पौलको दुःख कष्ट सुसमाचारको लागि बाधा होइन, तर सुसमाचारको लागि के भएको छ? वृद्धि भएको छ। प्रिय, पौलको कष्टले सुसमाचार प्रचारको बाधा र अडचनहरूलाई झन हटाइदिएको छ र सुसमाचार वृद्धि भइरहेको छ। प्रिय, अनि पौलले भन्नुहुन्छ मेरो कैदले सुसमाचार कैद भएको छैन, तर मेरो कैदले सुसमाचार फैलिएको छ। हेर्नुहोस् त, दोस्रो तिमोथी 2:9 पौलले भन्नुहुन्छ तिमोथीलाई, त्यही सुसमाचार जसको निम्ति म कष्ट भोगिरहेछु र अपराधी जस्तै साङ्लामा बाँधिएको छु, तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन। पौल साङ्लामा बाँधिए पनि सुसमाचार बाँधिएको छैन। प्रिय, पावलको साङ्लाले सुसमाचारलाई झन अघि बढाउने काम भएको छ। यसकारण पौल आफ्नो कष्टले सुसमाचारलाई बाधा होइन, पौलको आफ्नो कष्ट र पीडाहरूले, दुःखहरूले सुसमाचारलाई बाधा होइन, तर वृद्धि भएकोले पौल आनन्द मनाइरहेका छन्। प्रिय, म तपाईलाई प्रश्न गर्न चाहन्छु, के तपाईको जीवनमा जब कष्ट आउँदछ त्यो कष्टले के सुसमाचारको वृद्धि
को अवसरको रूपमा के तपाईँले लिनुहुँदछ? प्रिय, जब तपाईँको जीवनमा दुःखहरू आउँदछ, पीडाहरू आउँदछ, कष्टहरू आउँदछ, तपाईँलाई परमेश्वरले दिनुभएको सुसमाचारको वृद्धिको अवसरमा तपाईँहरूले लिनु पर्दछ। प्रिय, तपाईँमा आउने कष्टले सुसमाचार प्रचार गर्न नसकेको, तपाईँको जीवनमा जुन दुःख र कष्टहरू आउँछ, सुसमाचार प्रचार गर्न नसकिएको बाटोहरूलाई पन्छाउने अवसरको रूपमा तपाईँहरूले लिनु पर्दछ। अनि यसरी कष्टमा सुसमाचारको वृद्धि हुँदा हामी कष्टमा पनि आनन्दित मनाउन सक्छौँ। अनि पौलको कष्टले प्रतिफल स्वरूप सुसमाचारको वृद्धि भएको छ। अनि जब कष्टहरूको समयमा प्रतिफल स्वरूप सुसमाचार अझै वृद्धि हुन्छ, त्यसले दुईटा परिणामहरू लिएर आउँछ। प्रिय, आउनुहोस् हामी पहिलो परिणामलाई हेर्नेछौँ, अथवा पहिलो प्रतिफललाई हामी 13 पदबाट हेर्नेछौँ। हेर्नुहोस् त, पहिलो परिणाम अविश्वासीहरूको माझमा शक्तिशाली गवाही। पहिलो परिणाम अविश्वासीहरूको माझमा शक्तिशाली गवाही। पद 13 पदलाई हेर्नुहोस् त, यसरी लेखिएको छ, यहाँसम्म कि महलका सारा गारद र सबै बाँकी कहाँ पनि मेरो कैद ख्रिस्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। अनि हामी यसलाई ग्रीकमा हेर्छौँ भने यो 13 र 14 पद जुन छ, यो नतिजा हो, सुसमाचारको वृद्धिले ल्याएको यो चाहिँ नतिजा हो, यो चाहिँ परिणाम हो। अर्थात् हामीले यसरी पढ्न सक्छौँ 12 पददेखि, भाइ हो तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु कि म माथि आइरहेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। 13 पद, जसको नतिजा अर्थात् जसको परिणाम चाहिँ महलका सारा गारद र सबै बाँकी कहाँ पनि मेरो कैद ख्रिस्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। अनि पौलको कष्टको बेलामा पनि जुन सुसमाचार वृद्धि भइरहेको छ, त्यस वृद्धिले चाहिँ अविश्वासीहरूको माझमा गवाही भनेको छ। प्रिय, हेर्नुहोस् त 13 पदमा सारा गारद भनेको छ, होइन? अनि यो सारा गारदलाई हामी हेर्छौँ भने यो चाहिँ जम्मी चाहिँ 9000 को समूहको सिपाहीहरू हुन्। प्रिय, यो सारा गारद भन्ने चाहिँ 9000 जनाको समूहको सिपाहीहरू हुन्। अनि यो सिपाहीहरूले चाहिँ विशेष गरी रोमी साम्राज्यका सम्राट कैसर अथवा सम्राट नेरोको दरबारमा व्यक्तिगत सुरक्षाको लागि खटाइएका हुन्थे। अनि यही सिपाहीहरूले चाहिँ पौललाई पहरा दिइरहेका थिए। हामी प्रेरित 28 को अन्तिममा हेर्छौँ भने त्यहाँ सिपाहीले पहरा दिइरहेका थिए। अनि एउटा बाइबल टिप्पणीकारले यसरी भन्नुहुन्छ, जुन सिपाहीहरूले चाहिँ जुन 9000 सिपाहीहरू छन्, तिनीहरूले चाहिँ पौललाई चाहिँ पालै पालो पहरा दिइरहन्थ्यो। अथवा जस्तै हाम्रो मण्डलीमा पनि कुनै व्यक्ति काम गर्नुहुन्छ भने कुनै फ्याक्ट्रीमा कुनै सेक्युरिटी गार्डमा के हुन्छ भने सिफ्ट हुन्छ नि त, होइन? 12 घण्टा तैँले गर, 12 घण्टा मैले गर्छु भन्ने हुन्छ नि, त्यो सिफ्ट। अनि त्यस्तै गरिकन पौललाई पहरा दिनको निम्ति यो 9000 समूहको जुन कैदीहरू छन्, यिनीहरूको सिफ्ट हुन्थ्यो, रोटेसन हुन्थ्यो। अनि त्यो बाइबल टिप्पणीकारले यसरी भन्नुहुन्छ, प्रत्येक 4 घण्टामा चाहिँ सिपाहीहरू फेरिँदथे। 4 घण्टा चाहिँ पौललाई पहरा दिन्थे भने उसको काम भइसकेपछि अर्को सिपाही आएर फेरि पहरा दिन्थे। अनि यी सबै सिपाहीहरूले अथवा यी सबै सारा गारदहरूले चाहिँ के थाहा पाएको छ? पौल चाहिँ ख्रिस्टको खातिर के भएको छ? कैद भएको छ भन्ने कुरा थाहा पाएको छ। ख्रिस्टको खातिर, ख्रिस्टको निम्ति कैद भएको भन्ने कुरा थाहा पाएको छ। तपाईँले सोच्नुहोस् न, हरेक 4 घण्टामा चाहिँ तपाईँको आउँछ भने तपाईँको फोर्सेस कन्फर्म हुन्छ 6 वटा एक दिनमा, होइन? फेरिँदछ। अनि यसरी हरेक दिन फेरिँदछ। अनि जब फेरिएको सिपाहीहरू आउँछ, पौललाई हेर्छ, पौल दुःखमा छ, पीडामा छ, अनि पौल चाहिँ रमाएको देख्छ त सिपाहीले। अनि रातिको बेला पनि कष्टमा पनि त्यो सिपाही के गरेको देख्छ? भजन गाएको देख्छ। त्यो सिपाहीहरू छक परेको होला, है? अनि त्यो कष्टहरूको बिचमा पनि उनले हरेक दिन घुँडा टेकेर परमेश्वरलाई प्रार्थना गरेको त सिपाहीले देख्थ्यो होला। अनि दुःखमा पनि कष्टमा पनि यो चिठीहरू लेखेको, पौलले लेखेको यी सबै कुराहरू ती सिपाहीले देख्थ्यो होला। अनि सम्भवतः पौलले नै यी सिपाहीहरूलाई सुसमाचार सुनायो होला। अनि जब यी सबै कुरा सिपाहीले पालै पालो सुन्दथ्यो, पालै पालो देख्दथ्यो, पालै पालो अरूलाई भन्दथ्यो, र सबै सारा गारदले थाहा पायो कि
पौल चाहिँ ख्रिस्टको निम्ति कैद भएको। अर्थात् अब सबैलाई थाहा भएको छ पौल चाहिँ कुनै अपराध गरेर उनी कैद भएको होइन। पौलले चाहिँ कुनै चोरी गरेर कैद भएको होइन। पौल चाहिँ कुनै हत्या गरेर पौल चाहिँ कैद परेको होइन। तर पावल त ख्रिस्टमा विश्वास गरेको कारण र ख्रिस्टलाई प्रचार गरेको कारण चाहिँ ख्रिस्टको खातिर पौल कैदमा परेका हुन् भन्ने सबैलाई थाहा भएको छ, सारा गारद र बाँकी सबैलाई पनि। अनि उनी अपराधीको रूपमा होइन तर ख्रिस्टको जन हो भने सबैले थाहा पाएको छ। अनि पौल चाहिँ यसरी अविश्वासीहरूको माझमा सुसमाचारको शक्तिशाली गवाही बनेका छन्। तपाईँले थाहा छ जुन यो कैसर छ, सम्राट नेरो छ, यो नेरोको घरानाको मानिसहरू पछि विश्वास गरेर ख्रिस्टमा बाँचेका छन्। तपाईँले फिलिपीको 4को अन्त्य पदमा आउनुहोस् त, 22 पद हेर्नुहोस् त। फिलिपी 4को 22, सबै सन्तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूले अभिवादन पठाएका छन्। हेर्नुहोस् त, कैसरका घरानाहरूले, सम्राटको घरानाहरूले पनि ख्रिस्टमा विश्वास गरेका छन्। यी मानिसहरूको बीचमा, यी घरानाको बीचमा, यी सिपाहीहरूको बीचमा पौल गवाही बनेका छन् र त्यस गवाहीले चाहिँ उनीहरूले ख्रिस्टमा बाँचेका छन्। प्रिय, यसरी पौल एक अविश्वासीहरूको माझमा शक्तिशाली गवाहीको रूपमा प्रस्तुत भएका छन्। प्रिय, के तपाईँको कष्टमा अविश्वासीहरूको निम्ति तपाईँहरू गवाही हुनुभएको छ? एकपल्ट सोच्नुहोस् तपाईँहरूले, जब तपाईँमा दुःख र कष्ट आउँछ, तपाईँ ती पीडाहरूमा भएर जाँदै गर्नुहुन्छ, के तपाईँको जीवनबाट चाहिँ सुसमाचार प्रचारिन्छ? तपाईँ दुःख र कष्ट भएर जाँदा प्रिय तपाईँहरूले आनन्द मनाउनु पर्छ, ताकि तपाईँको आनन्दलाई देखेर साँचो आनन्द ख्रिस्टमा पाइन्छ भनेर संसारका मानिसले गवाही सुन्न सक्छ, देख्न सक्छ। जब तपाईँ कष्ट र दुःख र पीडामा भएर जानुहुन्छ, तपाईँको शान्तिलाई देखेर संसारका अविश्वासीहरूले साँचो शान्ति त ख्रिस्टमा पाइन्छ है भन्ने गवाही तपाईँले छर्नुपर्छ। यसरी हामीहरू दुःख र कष्टमा भएर जाँदा पनि अरूको अगाडि सुसमाजको गवाही हामी बन्नु पर्दछ। त्यति मात्र होइन प्रिय, उनी केवल अविश्वासीहरूको माझमा शक्तिशाली गवाही मात्र बनेका छैनन्, दोस्रो परिणाम हामी देख्दछौँ। हेर्नुहोस् त 14 पदमा दोस्रो परिणाम तपाईँले देख्न सक्नुहुन्छ, विश्वासीहरूको माझमा शक्तिशाली उत्साह। विश्वासीहरूको माझमा शक्तिशाली उत्साह 14 पदमा के भइरहेको छ भन्दाखेरि, जुन भाइहरू अब उत्साह पाएर चाहिँ प्रचार गरिरहेका छन्, यिनीहरू सुरुमा चाहिँ साहसी थिएन, यिनीहरू डराइरहेका थिए। तर जब पौलको कैदले सुसमाचारको वृद्धि हुन्छ, जब यी मानिसहरूले देख्दछन्, तब यी मानिसहरू उत्साह पाएका छन्, साहस पाएका छन्। हेर्नुहोस् त 14 पद, धेरै जसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन् र परमेश्वरको वचन बिना डर बोल्नलाई झन् आँटिला भएका छन्। रोमको कैदमा पावल छन् होइन, हामीलाई थाहा छ पौल रोमको कैदमा छन्। अनि यो धेरै जसो भाइहरू भनेको चाहिँ रोममा भएका विश्वासीहरू हो है, त्यही रोममा भएका विश्वासीहरू हो। र रोममा भएका जति पनि विश्वासीहरू थिए ती मध्ये धेरै जसो के भएका छन् भन्दाखेरि, के भएका छन्? तिनीहरू डराएका छन्, तिनीहरू आत्तिएका छन् र तिनीहरू कमजोर भएका छन्, तिनीहरू त्रासमा छन्। र पौललाई झ्यालखानमा हालेको यी विश्वासीहरूले देखेका छन्। पौलको जीवनमा कस्तो कष्ट र सङ्घर्ष र दुःख आएका छन् भने यी विश्वासीहरूले देखेका छन्। तर यी विश्वासीहरूले चाहिँ मैले पनि त्यसरी नै ख्रिस्टको प्रचार गरेँ भने कुन दिन मलाई पनि झ्यालखानमा ज्याक्दिने होला भनेर डराएका छन्। प्रिय, छैनन्। त्यसको ठिक विपरीत, त्यसको ठिक उल्टा झन् उनीहरू पौलको कैदले गरेर झन् पौलमा के भएका छन्? साहसी भएका छन्। हेर्नुहोस् त, परमेश्वरको वचन बिना डर बोल्नलाई झन् आँटिला भएका छन्। यी मानिसहरूले थाहा थियो सुसमाचार प्रचार गर्दा कष्ट आउँछ, सुसमाचार प्रचार गर्दा हामीलाई झ्यालखानमा हालिन्छ भन्ने थाहा हुँदै पनि यी मानिसहरू झन् साहसी भएर सुसमाचार प्रचार गरिरहेका छन्। प्रिय, उनीहरू डराएर बसिरहेका छैनन्, तर ठिक उल्टो पौलको कैदद्वारा
विश्वासीहरू अझ प्रभुमा साहसी भएका छन् र तिनीहरूले बिना डर सुसमाचार प्रचार गरेका छन् र अझ बढी विश्वासीहरूलाई उत्साह मिलेको छ। यसरी पौलको कैद चाहिँ विश्वासीहरूको माझमा शक्तिशाली उत्साहको रूपमा प्रकट भएको छ। तपाईँलाई थाहा छ प्रेरित 6 अध्यायमा के भइरहेको थियो? स्तिफनसको मृत्यु भएको थिएन हैन? जब स्तिफनसले प्रचार गरिरहेको हुन्छ मानिसहरूले सहन सक्दैनन् प्रिय। स्तिफनसलाई ढुङ्गाले हानेर मार्दछन्। स्तिफनसले माथि हेरेर स्वर्ग खोलिएको उनले देख्दछन्। 6 अध्यायमा जब स्तिफनसको मृत्यु हुन्छ, उनी मर्दछन्, ख्रिस्टको खातिर मर्दछन्, तब फेरि लगत्तै क्रिस्चियनहरूको माझमा सानो होइन ठुलो सतावटहरू फैलिएको हुन्छ। अनि पौलले पनि, जुन पौलले यो लेख्दैछ नि पत्र, पौलको परिवर्तन हुनुभन्दा अगाडि क्रिस्चियनहरूलाई घिसारेर जेलमा हाल्ने काम गर्दथे उनले। र स्तिफनसको मृत्युमा पनि यो पौल अथवा परिवर्तन हुनु अगाडि साउल थिए, यिनको हात पनि थियो स्तिफनसको मृत्युमा। र जब स्तिफनसको मृत्यु हुन्छ लगत्तै ठुलो सतावट कष्टहरू आइपर्छ। विश्वासहरू के गर्छन्? डराएर बस्छन्। हामी 8 अध्यायमा हेर्छौँ भने तिनीहरू चारैतिर गएर के गर्छन्? सुसमाचार प्रचार गर्छन्। अनि स्तिफनसको मृत्यु कष्टले उनीहरूलाई झन् साहसी बनाउँदछ र तिनीहरू झन् चारैतिर गएर ख्रिस्टको सुसमाचारलाई प्रचार गर्दछन् प्रिय। अनि पौलको कैदमा पनि यस्तै भएको छ। पौल कैदमा छन्, कष्टमा छन्, कैदमा पनि सुसमाचारको वृद्धि भइरहेको छ। तर यसको परिणाम चाहिँ पौलको कैदद्वारा विश्वासीहरू अझ प्रभुमा साहसी भएको छ। म तपाईँलाई प्रश्न गर्न चाहन्छु प्रिय, के तपाईँको दुःख कष्टमा अरू विश्वासीहरूले तपाईँबाट उत्साह पाउनुहुन्छ? जब तपाईँ कष्ट भएर जानुहुन्छ, जब तपाईँ पीडा भएर जानु, तपाईँ दुःख भएर जानुहुन्छ, तपाईँको जीवनलाई देखेर विश्वासीहरू उत्साहित बन्नुहुन्छ, झन् निरुत्साहित बन्नुहुन्छ प्रिय। तपाईँले विश्वासीहरूले कसरी उत्साह दिँदै हुनुहुन्छ दुःख कष्टको बेला? कि निरुत्साहित पार्दै हुनुहुन्छ तपाईँले? तपाईँको कष्टमा तपाईँ स्थिर र तपाईँ साहसिलो हुनु पर्दछ प्रिय, ताकि मण्डलीका अन्य कमजोर विश्वासीले तपाईँको कष्टलाई देखेर प्रभुमा साहस पाउन सकुन्। तपाईँको कष्टमा तपाईँ आनन्दित हुनुपर्छ, ताकि मण्डलीका अन्य कमजोर विश्वासीले तपाईँलाई देखेर तपाईँको कष्टहरूमा आनन्दित भएको देखेर ती मानिसहरू पनि आनन्द मनाउनु उत्साह उनीहरूले पाउनुपर्छ प्रिय। तपाईँले यो कुरा बुझ्नुपर्छ कि तपाईँले जुन कष्टहरू पीडाहरू भोग्दै हुनुहुन्छ त्यो परमेश्वरले तपाईँलाई दुःख कष्टको साङ्लामा भएर जान दिनु भएको छ। कारण यो हो कि ताकि तपाईँलाई हेरेर मण्डलीको अरू विश्वासीहरूले उत्साह पाउन सकुन्, साहस पाउन सकुन्। यसकारण प्रिय, जसरी पौल आफ्नो कष्टहरूमा विश्वासको लागि उत्साहको कारण बनेको छन्, त्यसरी नै तपाईँहरू पनि कष्टको बेला अरू विश्वासहरूको लागि उत्साहको कारण बन्नुहोस्। यसकारण प्रिय, हाम्रो कष्टहरूको समयमा प्रतिफल स्वरूप सुसमाचार अझै वृद्धि हुँदछ। यसकारण कष्टको समय पनि हामीले आनन्द मनाउनु पर्दछ। हामीले मुख्य विषय हेरेका थियौँ। हामी ख्रिस्टको खातिर आइपर्ने कष्टहरूको समय पनि आनन्दित हौँ। र हामी किन आनन्दित हुने? हामीले पहिलो प्रेरणा अथवा पहिलो कारण हेऱ्यौँ, कष्टहरूको समयमा प्रतिफल स्वरूप सुसमाचार अझै वृद्धि हुँदछ होइन, यसकारणले हामी आनन्दित हुने। दोस्रो कारण हामी हेर्नेछौँ है। दोस्रो कारण तपाईँले लेख्न सक्नुहुन्छ। दोस्रो प्रेरणा अथवा दोस्रो कारण किन हामी ख्रिस्टको खातिर आइपर्ने कष्टहरूको समयमा आनन्दित हुने? दोस्रो कारण रहेको छ, कष्टको बीचमा फरक नियतले भए पनि ख्रिस्टको प्रचार हुँदछ। कष्टको बीचमा फरक नियतले भए पनि ख्रिस्टको प्रचार हुँदछ। हामी यसलाई 15 देखि 18 पदसम्म हेर्नेछौँ। यहाँ के भइरहेको छ भन्दाखेरि पौल कष्टमा छन् होइन, विश्वासीहरूले चाहिँ प्रचार गरिरहेका छन्, तर जुन प्रचार गरिएको छन्
ती प्रचार गरिएको समूहमा दुईटा समूह छ र पौलको कष्टमा अझै कष्ट थपिदिन एउटा समूहले प्रचार गरेका छन् र अर्को समूहले चाहिँ सद्भाव र प्रेमले चाहिँ प्रचार गरिरहेका छन्। आउनुहोस् हामी पहिलो गलत नियतका समूहलाई हेर्नेछौँ। गलत नियतको समूह, ख्रीष्टको प्रचार गर्ने फरक नियतका दुई समूहमा हामी पहिलो समूहलाई हेर्नेछौँ, गलत नियतका समूह। हामी चाहिँ 15 को क र 17 पदबाट हेर्नेछौँ है। 15 को क र 17 पदबाट आफ्नो बाइबलमा हेर्नुहोस् त। 15 को क र 17 पद यसरी लेखिएको छ, कसैले साँच्चै डाहा र सेखीले प्रचार गर्दछन्, तर सेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर शुद्ध मनले होइन तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। अनि यो कसैले भनेको चाहिँ माथि भएका भाइहरू नै हो। फेरि अचम्म लाग्दछ होइन? माथि जुन भाइहरूले चाहिँ बिना डरले प्रचार गरिरहेका छन्, ती भाइहरू मध्ये कसैले चाहिँ गलत नियतले चाहिँ ख्रीष्टको प्रचार गरिरहेका छन्। हेर्नुहोस् त 14 पदमा धेरै जसो भाइहरू भनेको छ नि, त्यही भाइहरू मध्ये कसैले चाहिँ गलत नियतले ख्रीष्टको प्रचार गरिरहेको छ। अनि उनीहरूले चाहिँ झुटो सुसमाचार प्रचार गरिरहेको छैन। उनीहरूले गलत सुसमाचार, गलत ख्रीष्टलाई, झुटो ख्रीष्टलाई प्रचार गरिरहेका छैनन्। प्रिय हेर्नुहोस् त 15 पदमा हेर्नुहोस् त, तिनीहरूले कसलाई प्रचार गरिरहेका छन्? लास्टमा ख्रीष्टलाई नै प्रचार गरिरहेका छन् होइन। 17 पदमा लास्टमा हेर्नुहोस् त, कसको प्रचार गरिरहेका छन्? ख्रीष्टको प्रचार गर्दछन्। अनि यिनीहरूले गलत सुसमाचार प्रचार गरिरहेको छैन यो समूहले, तर यो समूहले चाहिँ गलत नियतले सुसमाचार प्रचार गरिरहेका छन्। यदि यो समूहले गलत सुसमाचार प्रचार गरेको भए गलाती 1 अध्यायमा पावलले गलत सुसमाचार प्रचार गर्नलाई के भन्छन्? श्रापित होस्। स्वर्गदूत नै आएर झुटो सुसमाचार प्रचार गर्दा पनि श्रापित होस् भन्दछन् पावलले। तर यी मानिसहरूलाई पावलले त्यसरी भन्दैनन् हैन। तर त्यसरी पावलले यी मानिसहरूलाई त्यस्तो भन्दैनन्, किनकि यिनीहरूले सही सुसमाचार नै प्रचार गरिरहेका थिए। यिनीहरूले गलत नियत राखेर ख्रीष्टको प्रचार गरिरहेका थिए। हेर्नुहोस् त यी मानिसहरूले कसरी प्रचार गरिरहेका छन्? डाहा र सेकीले ख्रीष्टको प्रचार गरिराखेका छन् प्रिय। अनि किन यिनीहरूले डाहा र सेकीले प्रचार गरिरहेका छन्? 17 पदमा हेर्नुहोस्, उद्देश्य के हो उनीहरूको? यिनीहरूले डाहाले सेकीले प्रचार गर्नेको उद्देश्य के हो? 17 पदलाई हेर्नुहोस् त, किन यिनीहरूले डाहा र सेकीले ख्रीष्टको प्रचार गरिरहेका छन्? 17 पदले भन्दछ, तर सेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर शुद्ध मनले होइन तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। उनीहरूको उद्देश्य भनेको चाहिँ पावललाई अझै कष्ट दिनको लागि उनले ख्रीष्टलाई प्रचार गरिरहेका छन्। पौल एक ख्रीष्टको प्रेरित थिए। पौल विशेष गरी अन्य जातिहरूको माझमा प्रचारक थिए र उनको सेवाकै परमेश्वरले वृद्धि गराउनु भएको थियो होइन। धेरैजना मानिसहरू, विश्वासीहरू चाहिँ बाँचेका थिए। जब पौलको यो वृद्धि सेवा कार्यलाई यी मानिसहरूले, यो समूहले देख्दछन्, यिनीहरूलाई देखिसक्नु भएको छैन। यिनीहरू चिडिएका छन्। हाम्रो त कोही पनि आउँदैन विश्वासमा, विश्वासहरू त हाम्रो माझमा कोही पनि छैन, सबै पौलको पछाडि लागिरहेको छ भनेर यिनीहरू के भएको छन्? डाहा गरेका छन्, सेखी गरेका छन्। अनि यस कारणले जब पौल चाहिँ अब कैदमा जान्छन्, यिनीहरू रमाएका छन्। पौलले त अब सुसमाचार सुनाउन सक्दैन बाहिर। अब हाम्रो पाली हो, अब हाम्रो नाम प्रसिद्ध पार्ने हो, अब हाम्रो सेवाकाले बढाउने हो भन्ने सेखी र डाहाले चाहिँ पौललाई अझै कष्ट दिन चाहिँ यिनीहरूले स्वार्थपूर्ण नियतले ख्रीष्टको प्रचार गरिरहेका छन् प्रिय। यिनीहरूले आफ्नो नाम प्रसिद्ध पार्न, यिनीहरूले सेवा कार्य विस्तार गर्न प्रचार गरिरहेका छन्। यिनीहरूले पौललाई अझै जेलभित्र कष्ट र पीडा थपिदिन र आफ्नो नाम कमाउन डाहा र प्रतिस्पर्धाले यिनीहरूले ख्रीष्टको प्रचार गरिरहेका छन्। गलत नियतका समूह प्रिय, के हामी यस्तै नियतका त छैनौँ? आज तपाईहरू मध्ये कोही के यस्तै नियतका हुनुभएको त छैन? तपाईलाई थाहा छ यूहन्ना 3 अध्यायमा यूहन्नाको चेलाहरू आउँछन् है। बप्तिस्मा दिने यूहन्नाको चेलाहरू आउँछन् र बप्तिस्मा दिने यूहन्नाको चेलाले भन्दछन्, गुरुज्यू हेर्नुहोस् त, तपाईले गवाही दिने ख्रीष्टको सेवा गर्दा वृद्धि भइरहेको छ।
बप्तिस्मा दिने सबै ख्रिस्टमा जाँदछन् बप्तिस्मा लिन, खै त हाम्रोमा आएको त्यही त हो नि होइन, कारण उद्देश्य। यूहन्नाको चेलाहरूले भन्छन् हाम्रो सेवा कतै त सुको त बप्तिस्मा दिने यूहन्ना, ख्रिस्टलाई हेर्नुहोस् त बाबरे वृद्धि भइरहेको छ, सब बप्तिस्मा लिन उता जाँदछन्। बप्तिस्मा दिने यूहन्नाले भन्नुहुन्छ म आनन्द मनाउँछु, र 3:30 उनले भन्दछन् उहाँ बढ्नु तर म चाहिँ घट्नु आवश्यक छ भनेर यूहन्नाले जवाब दिँदछन्। फेरि तपाईँ र मेरो नियत आज कस्तो छ? कि हामी आफू घटेर ख्रिस्टलाई बढाउँछौँ कि ख्रिस्टलाई घटाएर हामी आफै बढ्न चाहन्छौँ? कि हामीले आफ्नो महिमा खोज्छौँ कि हामी ख्रिस्टको महिमा खोज्दछौँ? प्रिय, जब हामी यस पुलपिटबाट प्रचार गर्छौँ अगुवाहरू हो कि हामी आफ्नो प्रचार गरिरहेका चाहन्छौँ कि हामी ख्रिस्टको प्रचार गरिरहेका चाहन्छौँ? मूल्याङ्कन गर्नुपर्छ। प्रचारको कुरामा मात्र होइन, क्वायर ग्रुपहरू तपाईँहरू अगाडि आउनुहुन्छ, बजाउनुहुन्छ, गाउनुहुन्छ, मलाई मानिसहरूले चाहिँ वाइ वाइ गरोस्, म चाहिँ प्रसिद्ध होस् भनेर तपाईँले मण्डलीमा यसरी क्वायरमा उभिनु भएको छ कि यी सबै कुराहरूबाट परमेश्वरको महिमा भएको होस्, ख्रिस्ट उचालिनु भएको होस् भनेर तपाईँहरूले सेवा गर्दै हुनुहुन्छ। विश्वासी जनहरू हो, तपाईँले दशंशा दिनुहुन्छ, भेटिदिनुहुन्छ होइन, पास्टरहरूलाई सहयोग गर्नुहुन्छ हरेक महिना पैसा उठाएर। तपाईँले कुन नियतले दशंशा भेटियो दिँदै हुनुहुन्छ? अरूले त 500 दियो, मैले त 10,000 दिन्छु नि महिनामा। प्रिय, तपाईँको नियत कस्तो छ आज? कि यो मानिसहरू गलत समूहको नियत जस्तो तपाईँ छैन, तपाईँहरूको छैन? हामी आफूलाई मूल्याङ्कन गरौँ प्रिय, र हामी यस्ता गलत नियतहरूलाई त्याग्नु पर्दछ, र हामीले हाम्रो प्रशंसा होइन हामी ख्रिस्टको प्रशंसा गर्नु पर्दछ। हामीले आफ्नो महिमा होइन तर ख्रिस्टको महिमा गर्नु पर्दछ। आउनुहोस् हामी अर्को समूहलाई पनि हेर्नेछौँ। दोस्रो समूह, ख्रिस्टको प्रचार गर्नेमा दोस्रो समूह पनि रहेको छ। हेर्नुहोस् त, सही नियतको समूह। दोस्रोमा हामी हेर्नेछौँ सही नियतको समूह अथवा असल नियतको समूह। 15 को ख र 16 पदबाट हामी हेर्नेछौँ है। 15 को ख र 16 पदबाट तपाईले मसँग 15 को ख र 16 पदलाई हेर्नुहोस् आफ्नो बाइबलमा। यसरी लेखिएको छ, तर अरूहरूले सद्भावले ख्रिस्टलाई प्रचार गर्दछन्, सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भन्ने जान्नेहरूले यो काम प्रेमले गर्दछन्। हामी यहाँ अर्को समूहलाई देख्दछौँ जो सही नियतले, जो असल नियतले ख्रिस्टको प्रचार गरिरहेका छन्। प्रिय, योभन्दा अघिको गलत नियतको समूहले चाहिँ स्वार्थले पौललाई अझै कष्ट दिने नियतले ख्रिस्टको प्रचार गरिरहेको थियो भने यो समूहले चाहिँ पावललाई प्रेम गरेर होइन, उनको सेवकाईलाई कदर गर्दै सत्यता र सद्भावमा ख्रिस्टको प्रचार गरिरहेका छन्। यी मानिसहरूले जान्दथे कि पावल कुनै खराब काम गरेर होइन, तर ख्रिस्टको सुसमाचारको सुरक्षाको निम्ति उनी कैदमा परेका हुन् भन्ने यिनीहरूले जान्दथे, र यिनीहरूले असल नियतले ख्रिस्टको प्रचार गरिरहेका छन्। फेरि तपाईँ र मेरो नियत पनि यी मानिसहरूको जस्तै हुनु पर्दछ। जब इमानुएल मण्डलीमा कुनै पनि सेवाको काम होस्, कुनै पनि सेवाको काम होस्, हरेक सेवाको काममा तपाईँ र मैले डाहा गरेर आरिस गरेर होइन, तर हामी सद्भाव र प्रेमले गर्नु पर्दछ। अनि जब पौलले आफ्नो कष्टमा यी दुई समूहलाई देख्दछन् ख्रिस्ट प्रचार गरिएको, पौलको कस्तो हुन्छ अनुभव? पौलले के भन्दछन् हेर्नुहोस् त 18 पदमा। 18 पदमा पौलको प्रतिक्रिया कस्तो हुन्छ? मसँग 18 पदलाई हेर्नुहोस्। 18 पदमा यसरी भन्नुहुन्छ पौलले, जे होस् मूलको यही हो, हर किसिमले चाहे बहानामा चाहे सत्यतामा ख्रिस्टको प्रचार गरियोस् र यसैमा म रमाउँछु। पौल भन्नुहुन्छ जे होस्, के भयो त? हर किसिमले ख्रिस्टको प्रचार भएको छ र म यसैमा रमाउँछु भनेर पौल भन्नुहुँदैछ। गलत नियतले पनि ख्रिस्टको प्रचार गरिएको छ, त्यो समूहले पनि सही नियत भएकोले पनि ख्रिस्टको प्रचार गरिएको छ, सुसमाचार प्रचार भइरहेको छ, र मेरो कष्टमा म
रमाउँदछु किनकि सुसमाचारको नै प्रचार भएको छ भनेर पौलले भन्नुहुन्छ। अनि पौलले भन्नुहुन्छ म यसैमा रमाउँछु। फेरि हामीले बुझ्नुपर्ने कुरा गलत नियतका प्रचारकहरूमा पौल रमाएको होइन, तर गलतहरूको प्रचारले प्रचार गरेको ख्रिस्ट प्रचार गरेको त्यो प्रचारमा चाहिँ पौल रमाएका छन्। अनि विशेष गरी चाहिँ पौल चाहिँ ख्रिस्ट सुसमाचार प्रचार गरिएकोमा आनन्द गरेका छन्। यसरी नै प्रिय, जब तपाईँहरूमा दुःख र कष्ट भएर जाँदछ, हाम्रो आनन्द भनेको सुसमाचार प्रचारमा हुनुपर्दछ। प्रिय, पौललाई थाहा थियो कि विरोधीले उनलाई दुःख दिन खोजे तापनि परमेश्वरले त्यसलाई सुसमाचार फैलाउन प्रयोग गर्दै हुनुहुन्छ भन्ने पौललाई थाहा थियो। अनि पौलको निचोड यो हो कि ख्रिस्ट प्रचारिनु भएको छ र ख्रिस्ट नै प्रचार गरिनु पर्दछ। अनि पौलले म यसैमा रमाउँदछु भन्नुहुन्छ। अनि तपाईँ र म पनि प्रिय हो यसै कुरामा रमाउनु पर्दछ। हामी यसै कुरामा आनन्द मनाउनु पर्दछ। र तपाईँ र मेरो आनन्दको रमाहटको केन्द्र बिन्दु भनेको केही नभएर सुसमाचारको प्रचार हुनुपर्दछ, ख्रिस्टको प्रचार हुनुपर्दछ। अनि बल्ल हामी हाम्रो कष्टहरूमा पनि रमाउँदछौँ, किनकि हामी हाम्रो अवस्थामा भर परिरहेका हुँदैनौँ, किनकि हामी हाम्रो परिस्थितिहरूमा भर परिरहेका हुँदैनौँ, तर ख्रिस्ट प्रचारिएकोमा हामी त्यो आनन्दमा भर परिरहेका हुन्छ र हामी यसैमा रमाउनु पर्दछ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ।